हेलो गुड आफ्टरनुन एन्ड नमस्ते होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म थोरै कामले यता भोरलेटार आएको थिएँ है भोरलेटार अब चाहिँ दमौली फर्किन लागेको त्यही हो काम पनि सकेँ होइन कामकै सिलसिलामा आएको थिएँ अब त्यही फर्किँदैछु बाटोमा अब बाटोको दृश्य देखाउने छु तपाईहरुलाई है त दामी छ त भ्यू त यार एकदमै रमाइलो यो ठाउँ छ रमाइलो छ है साथीहरू ठाउँ चाहिँ परापुटारमा चाहिँ शिवरात्रिमा एकदम ठुलो मेला लाग्छ होइन अब शिवरात्रि पनि आउन आँटेको छ 3 गते फागुन 3 गते जस्तो लाग्छ मलाई रमाइलो हुन्छ एकदम अब रमाइलो छ रामै छ बाटो ढुक्का पारामा जाने हो अब होइन अबि भाइले मलाई गन्तान्छ पराजुली बेसी
यताको ठाउँ चाहिँ महन छ है बबाल कस्तो चिटिक्क परेको ठाउँ छ भने माइन्ड फ्रेस भएर आज यता कामको सिलसिलामा आएको थिएँ माइन्ड पनि फ्रेस भएको छ होइन त्यही हो काम सँगसँगै टुर पनि भयो है मेरो आज चाहिँ म चाहिँ आज दमोली अन्त बाहिर छु कस्तो राम्रो ठाउँ यहाँ अहिले चाहिँ म दुई पिपले बजार आइपुगेको छु दुई पिपले बजार बोर्डमा छ है ब्लर देखिरहेछ दुई पिपले बजार मध्य नेपाल सेन्ट्रल पोइन्ट अफ नेपाल होइन त नेपालको सबैभन्दा बिचको स्थान चोक यो के छ यहाँ मदन आश्रित चोक पार्क है मदन भण्डारी सर र आश्रित दुईजनाको स्ट्याचु रहेछ यो चोक चाहिँ नेपालको सेन्टर पोइन्ट है अब यहाँबाट दमोली यो बाटो दमोली गइन्छ भने यो माथिबाट बेसी सहर मनाङ मुस्ताङ यो बाटो चाहिँ पोखरा करापुटार अनि यता यो के भन्छ करापुटार अनि यो बाटो पोखरा पनि पुगिन्छ है त्यसपछि त्यही हो नेपालको सेन्ट्रल बिच केन्द्रबिन्दु होइन त बुवा यो चोक चाहिँ नेपालको केन्द्रबिन्दु होइन त यो चोक नेपालको केन्द्र होइन त सबैभन्दा बिचको स्थान होइन त्यो ए हजुर यहाँ यो मदन भण्डारी र यो आश्रितको यो मूर्ति पनि रहेछ है हजुर अनि यो मदन भण्डारीको जन्म यही ठाउँमा भएको होइन हो यो ठाउँमा चाहिँ मारेको चाहिँ कहाँ ठुलढुङ्गा हो नि मारेको त होइन जन्मस्थान यही हो र मदन भण्डारीको होइन नि है जन्मस्थान मदन भण्डारीको जन्मस्थान चाहिँ कहाँ हो ए थाहा भएन हजुरलाई ठिक छ मध्य नेपाल होइन त बुवा नेपालको सेन्ट्रल पोइन्ट दुई पिपलेमा आइपुगेको छु म चाहिँ अहिले होइन मेरो बुवा दमौली हजुर लस बुवा लाग्छ है निस्किन्छु अब रात पर्न आँटिसक्यो दमौली पुग्नु छ यहाँबाट कति 18 किलोमिटर होइन ल बाई बाई बुवाहरू है ल बाई बाई हुन्छ
दमौली सिमलटार एन्ड तालबारेको भ्यू देख्न सक्नुहुन्छ नाइटको होइन नाइट इभिनिङ ठिक छ रातै परि त भयो रात पर्दैन होला अनि सोचिरहेको थिएँ तर रात पर्यो आइपुग्ने बेलामा दमौली आइपुगेको अवस्था है त साथीहरू दमौलीको बजार दमौली बजारको इभिनिङको भ्यू देख्न सक्नुहुन्छ है साथीहरू तपाईँहरूले सर्ट लाएर अरूवाले भन्छ है त